सबैलाई एउटा छानबिन आयोग गठन गरेको छ। छानबिन आयोगको प्रमुख गौरीबहादुर कार्कीजी हुनुहुन्छ। गौरीबहादुर कार्कीजीले आफ्नो अस्ति एउटा टेलिभिजनको अन्तर्वार्ता कार्यक्रममा उहाँले आफ्नै प्रश्न भनिसक्नुभयो। अब छानबिन आयोगको प्रमुखले भनेको होइन, मैले भनेको कुरा होइन, पार्टीले भनेको कुरा होइन, छानबिन आयोग निष्पक्ष हुन्छ भनेर हामी विश्वास गर्छौँ। त्यस कारण उहाँले भनेको कुरा के भने यदि रवि लामी छानेले त्यो जेलबाट ननिस्केको भए जेललाई ठुलो हानि हुने थियो, जेलमा ठुलो लस हुने थियो। जेल प्रशासनले 4 जनालाई रवि लामी छानेजीको धर्मपत्नी, हाम्रा सोरी वालेज्यू, मनिष झाज्यू र डिपी अरियाज्यू 4 जनालाई बारम्बार फोन गरेर जेल प्रशासनले यहाँबाट रवि लामी छानेलाई जसरी पनि तपाईँ लिएर गएको जानुहोस्, यहाँनिर यो जेलमा अब डकैती गरेका, बलात्कार गरेका, चोरी गरेका सबै केसका सबै किसिमका व्यक्तिहरू छन्। अब यो जेल चाहिँ छोड्न गइरहेको छ। अब यो तपाईँको सभापतिमाथि चाहिँ एट्याक हुनसक्छ, आक्रमण हुनसक्छ, त्यस कारणले तपाईँ लिएर जानुहोस् भनेर जेल प्रशासनले बारम्बार आग्रह गरेपछि उनीहरूको जेल बचाइदिनको लागि हाम्रो रवि लामी छानेले त्यहाँबाट बाहिर जानुभयो। भोलिपल्ट पर्सिपल्ट फेरि उहाँ जसरी जानुभयो त्यसरी आउनुभयो। अब यो मैले चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको 50 जिल्ला सभापतिको हैसियतले भन्दा पनि यो छानबिन आयोगको प्रमुख गौरीबहादुर कार्कीजीको बाहेक मैले तपाईँलाई राखेँ। अब तपाईँले यति उहाँको भनाइ यसरी राखिसकेपछि तपाईँलाई पक्कै पनि यो निष्पक्ष नै हो भन्ने तपाईँलाई विश्वास गराउनु।